वचन अनुसार पवित्र सुसमाचार। म तिमीहरूलाई अबदेखि सेवक भन्दिन, कारण मालिकले गरेको काम सेवकले जान्दैन। बरु म तिमीहरूलाई मित्र भन्छु, किनभने पिताबाट मैले सुनेका सबै कुरा तिमीहरूलाई जनाइसकेको छु। तिमीहरूले मलाई चुनेका होइनौ, मैले तिमीहरूलाई चुने, अनि तिमीहरू जाऊ, फलिदेऊ र तिमीहरूको फल रहोस् भनी मैले तिमीहरूलाई नियुक्त गरे। यसो हुँदा तिमीहरूले मेरो नाम लिएर पितालाई जे माग्छौ उहाँले त्यो दिनुहुन्छ। म यही आज्ञा तिमीहरूलाई दिन्छु, एक अर्कालाई प्रेम गर। यो हो प्रभुको सुसमाचार।